अथोराइजेसन भनेको अथेन्टिकेसन गरिसकेका व्यक्तिलाई कुनै काम गर्न अनुमति दिनु हो। जस्तै अफिस सिस्टममा लगइन गरेपछि सामान्य कर्मचारीले डकुमेन्ट हेर्न मात्र पाउँछन्। म्यानेजरले डकुमेन्ट एडिट गर्न सक्छन्। अर्को उदाहरण, एचआर एडमिनले कर्मचारीहरूलाई एड र रिमुभ गर्न सक्छन्। अथोराइजेसन इम्प्लिमेन्ट गर्न एक्सेस कन्ट्रोलको प्रयोग हुने गर्दछ। सामान्यतया एक्सेस कन्ट्रोल भनेको कुनै कुरा वा रिसोर्समा एलाउ वा डिनाई गर्ने हो। अब तपाईले एक्सेस कन्ट्रोल्स प्रयोग गरेर 4 वटा बेसिक कामहरू गर्न सक्नुहुन्छ। नम्बर 1, एलाउइङ एक्सेस माने अनुमति दिनु। जस्तै ह्युमन रिसोर्सलाई इम्प्लोइ रेकर्ड्स हेर्न र एडिट गर्न पूर्ण अनुमति दिनु। नम्बर 2, डिनाइङ एक्सेस माने अस्वीकार गर्नु। जस्तै सामान्य कर्मचारीलाई पेरोल सिस्टममा छिर्न दिनुहुन्न। नम्बर 3, लिमिटिङ एक्सेस माने सीमित गर्नु। जस्तै म्यानेजरलाई रिपोर्ट हेर्न त पाउँछ तर डिलिट गर्न पाउँदैन। नम्बर 4 मा रिभोकिङ एक्सेस खारेज गर्नु। जस्तै कुनै कर्मचारी कम्पनी छाडिसके पछाडि उसको सबै सिस्टमबाट एक्सेस हटाउनु। यिनै आधारभूत कार्यहरू इम्प्लिमेन्ट गर्न विभिन्न एक्सेस कन्ट्रोल मोडल्सहरू प्रयोग हुने गरिन्छ। नम्बर 1, डिस्क्रिसनरी एक्सेस कन्ट्रोल। नम्बर 2, म्यान्डेटरी एक्सेस कन्ट्रोल। 3, रोल बेस्ड एक्सेस कन्ट्रोल। 4, रुल बेस्ड एक्सेस कन्ट्रोल। र 5 मा एट्रिब्युट बेस्ड एक्सेस कन्ट्रोल। यो विषय निकै ठूलो भएको हुनाले यी मोडलहरूको बारेमा हामीहरू आउने भिडियोहरूमा विस्तारमा कुरा गर्नेछौँ। यस्तै इन्फर्मेसन सेक्युरिटी सम्बन्धी भिडियोजको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्।